का सभापति, स्वतन्त्र विद्यार्थी युनियनका सभापति आदरणीय दाजु सन्तोष पन्तज्यू, यस कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक मन्त्रालयका मन्त्री माननीय मेघराज खड्काज्यू, विशिष्ट अतिथि कैलाली बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख तोयराज भट्टज्यू, सहप्रमुख तोयराज भट्टज्यू, सहप्रमुख तर्कराज भट्टज्यू, सहप्रमुख लोकराज विष्टज्यू, प्राध्यापक सङ्घका केन्द्रीय प्राध्यापक सङ्घका सभापति राजेन्द्र सर, यसै गरी सम्पूर्ण गुरुवर्गज्यूहरू, सम्पूर्ण एचओडी सरहरू र नेपाल विद्यार्थी सङ्घका कैलाली जिल्ला सभापति आदरणीय दाजु मनिष कुँवरज्यू लगायत सम्पूर्ण सङ्घ संगठनबाट प्रतिनिधित्व गर्दै पाल्नुभएका सम्पूर्ण प्रतिनिधिज्यूहरू, उपस्थित सम्पूर्ण विद्यार्थी साथीहरू, भाइ बहिनीहरू, दाजु दिदीहरूमा सर्वप्रथम त म सुबी उपाध्यक्ष कमल कुमार रेड्डीको तर्फबाट स्वीकार्नुहोस्, नमस्कार। आज स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको यस फेयरवेल प्रोग्राममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई सर्वप्रथम त आयोजक कमिटी यस स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु र मेरो अन्तर्हृदयबाट नै आभार प्रकट गर्न चाहन्छु। स्वतन्त्र विद्यार्थी युनियन सदैव तपाईहरुसँगै छ। स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूको हकमा सदैव अगाडि बढिरहेकै छ, विभिन्न कार्यक्रमहरू गरिरहेकै छ। स्वतन्त्र विद्यार्थी युनियनको नयाँ टिम आउँदै गर्दाखेरि हामीहरूले थुप्रै कामहरू कैलाली बहुमुखी क्याम्पसमा सुरु गर्न थालिसकेका छौँ। अस्ति भर्खरै कैलाली बहुमुखी क्याम्पसमा लगभग 10-15 वर्षदेखि सिनियर थर्ड इयरका फोर्थ इयरका क्लासहरू दिउँसो हुने गर्दथे। त्यसले गर्दाखेरि थुप्रै स्टुडेन्ट्सहरूलाई थुप्रै समस्याहरू, जब र पढाइ सँगसँगै अगाडि बढाउन गाह्रो भइरहेको थियो। त्यसकारण स्वतन्त्र विद्यार्थी युनियनको पहलमा ती क्लासहरू बिहान सिफ्ट गरिएका छन् र अब क्रमशः सदैव सम्पूर्ण क्लासहरू बिहान नै सुरु हुनेछन्। त्यसै गरेर कैलाली बहुमुखी क्याम्पसमा फर्म भर्नका लागि थुप्रै समस्याहरू हुन्थ्यो, त्यसमा पनि हामीहरूले सहजीकरण गरेका छौँ। सानो सानो कुराहरूका लागि रिटोटलिङ जस्ता कामहरूका लागि महेन्द्रगढ जानुपर्ने अवस्था थियो, त्यसको लागि पनि स्वतन्त्र विद्यार्थी युनियनले यही कैलाली बहुमुखी क्याम्पसलाई सहजीकरण गरिरहेको छ। सरसफाइ कार्यक्रमहरू, वृक्षारोपण कार्यक्रमहरू जस्ता कार्यक्रमहरू कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले गरि नै रहेको छ। बिएड सिएसआइटीका थुप्रै स्टुडेन्ट्सहरूलाई बिएड सिएसआइटीको फ्याकल्टीलाई पनि समस्या भइरहेको थियो, किनकि बिएड सिएसआइटीले बिएलएलबी सिएसआइटी लगायतको जस्तै अमाउन्ट पे गरेर पनि तर बिएड सिएसआइटीलाई बिएडमै जोइन गरिरहेको थियो, बिएडसँगै क्लासहरू गरिरहेको थियो। त्यसर्थ थुप्रै बिएड सिएसआइटीहरूको विद्यार्थीहरूलाई थुप्रै समस्या भइरहेको थियो। उहाँले समस्याहरूलाई हामीहरूका माझ ल्याउँदै गर्दाखेरि हामीहरूले उहाँहरूलाई पनि बिएड सिएसआइटीलाई अलग्गै फ्याकल्टी बनाउनु पर्छ र उहाँहरूलाई पनि त्यही अनुसारले अगाडि बढाउनु पर्छ भनेर सोभिकै पहलमा बिएड सिएसआइटी फ्याकल्टी पनि अगाडि बढिरहेको छ। त्यसै गरी ओरिएन्टेसन अन राइटिङ एन्ड एक्जामिनेसन एन्ड इभ्यालुएसन क्राइटेरियाको अस्ति भर्खरै प्रोग्राम सकिएको छ, जसमा विद्यार्थीहरूले कसरी इक्जाममा लेख्ने र मार्क्स कसरी पाइन्छ भन्ने कुराहरू पनि सिकेका थिए र थुप्रै स्टुडेन्ट्सहरूको सहभागिता थियो। त्यो प्रोग्रामले थुप्रै स्टुडेन्ट्सहरूलाई पनि धेरै फाइदा भएको होला भन्ने म विश्वस्त छु। त्यसै गरेर स्वतन्त्र विद्यार्थी युनियनकै पहलमा प्रदेश सरकारबाट पुस्तकालयका लागि 20 लाखको बजेट हामीहरूले प्राप्त गरेका थियौँ र उक्त बजेट पुस्तकालय व्यवस्थापन गर्नका लागि अझै हामीलाई सहजीकरण हुनेछ भन्ने र विद्यार्थीहरूलाई अझै त्यसमा सहजीकरण हुनेछ भन्ने म आशा राख्दछु र उक्त सहयोगका लागि म माननीय मेघराज खड्काज्यूलाई पनि हार्दिक बधाई दिन चाहन्छु र उहाँलाई म के आग्रह पनि गर्न चाहन्छु भने कैलाली बहुमुखी क्याम्पसमा
5000 देखि 7000 विद्यार्थीहरू रेगुलर स्टुडेन्ट्सहरू छन्। कम्तीमा पनि कैलाली बहुमुखी क्याम्पसमा 1000 देखि 1000 विद्यार्थीहरू पुस्तकालयमा पढ्न चाहन्छन्। तर अहिले कैलाली बहुमुखी क्याम्पसको पुस्तकालयमा 50 देखि 100 विद्यार्थीहरू पनि पढ्न मुस्किल रहेको छ। त्यसैले म माननीय ज्यूलाई के भन्न चाहन्छु भने उहाँ कैलाली बहुमुखी क्याम्पसकै पूर्व विद्यार्थी हुनुहुन्छ, उहाँ कैलाली बहुमुखी क्याम्पसकै पूर्व सभापति पनि हुनुहुन्छ। उहाँलाई त सायद थाहा नै होला कैलाली बहुमुखी क्याम्पसको स्थिति। त्यसैले उहाँले त सायद 2 करोड नै आयोजना 2 करोड नै सहयोग गर्न खोज्नु भएको होला। तर बिचमा एउटा जिरो कसले पो उठाइदिएछ के हो, या एडिटरले एउटा जिरो छुट्याएछ कि के हो टाइप गर्दाखेरि म उहाँलाई के भन्न चाहन्छु भने अब नेक्स्ट आउने बजेटमा तपाईँले कैलाली बहुमुखी क्याम्पसमा 1 जिरो थपिदिनु होला, त्यो थपिदिनु होला र कैलाली बहुमुखी क्याम्पसमा पुस्तकालयको समस्यालाई बुझिदिनु होला। किनकि कैलाली बहुमुखी क्याम्पस अहिलेको सुदूरपश्चिमकै गर्व हो, नेपालकै गर्व हो। साथै त्यही क्रममा आज हामी कैलाली बहुमुखी क्याम्पसको फेयरवेल प्रोग्राममा आएका छौँ। कैलाली बहुमुखी क्याम्पसका सम्पूर्ण विद्यार्थीहरूलाई आज 8 सेमिस्टरमा अध्ययनरत भएर पास इक्जाम दिन गइरहेका विद्यार्थीहरूलाई म के भन्न चाहन्छु भने म आज यहाँ बोलिरहेको छु तपाईँहरूको अगाडि। म खुसी पनि छु, केही भावुक पनि छु। खुसी यसकारण छु कि तपाईँ 4 वर्ष तपाईँले मेहनत गर्नुभयो, तपाईँले कैलाली बहुमुखी क्याम्पसलाई रोज्नुभयो, तपाईँ कयौँ दिन कैलाली बहुमुखी क्याम्पसको यस प्राङ्गणमा यस विद्यालयमा अथक प्रयास गर्नुभयो। आफ्नो सपनालाई सफल पार्नका लागि यहाँ लाग्नुभयो। आफ्नो घरभन्दा टाढा रहेर कयौँ दिन तपाईँहरूले आर्थिक समस्या पऱ्यो होला, कयौँ दिन तपाईँहरूले भोकै बस्नु भएको होला, तैपनि घरभन्दा टाढा बसेर कैलाली बहुमुखी क्याम्पसलाई रोज्नुभयो। तपाईँ आजको दिन तपाईँहरू छुटिँदै हुनुहुन्छ। आफ्नो सपनालाई पुरा गर्नका लागि, आफ्नो ड्रिमलाई पुरा गर्नका लागि तपाईँ कैलाली बहुमुखी क्याम्पसभन्दा बाहिर जानुहुनेछ। त्यसकारण म खुसी छु। र अलि भावुक किन छु भनेपछि तपाईँले म आउँदै गर्दाखेरि मेरो हात समाएर, हाम्रो हात समाएर लाइब्रेरी यहाँ छ, तपाईँको पढ्ने क्लास यहाँ छ, तपाईँलाई नोट चाहियो भने म सहयोग गरौँला, यो सरले अलि गाली गर्छ नोट बनाउनुपर्छ भन्ने कुराहरूदेखि लिएर सबै कुराहरूमा सहज गराउनु भयो। त्यसकारण भौतिक रूपमा अब तपाईँहरू हामीसँग हुनुहुन्न होला। त्यसैले म तपाईँहरूलाई के भन्न चाहन्छु भने अलि त्यो कारणले भावुक छु र म तपाईँहरूलाई यहाँबाट गुड बाई भन्न पनि अलि गाह्रो महसुस भइरहेको छ। अझ झन् त्यसमाथि 8 सेमिस्टरका गर्ल्सहरू यहाँ म देखिरहेको छु, मेकअप लगाएर साडी लगाएर चटक्क परिरहनु भएको छ। बोइजहरू सुट लगाएर बुट लगाएर एकदम ड्यासिङ पारामा आउनुभएको छ, ड्यासिङ तरिकाले आउनुभएको छ। यति राम्रो दृश्य देख्दा तपाईँहरूलाई गुड बाई भन्न मलाई कति पनि मन छैन। तपाईँहरूलाई त कैलाली बहुमुखी क्याम्पसमा बाँधेर राख्नुपर्छ जस्तो महसुस भइरहेको छ। तर पनि समय यस्तै आएको छ, आफ्नो सपनाहरूलाई पुरा गर्नका लागि हामीले जानुपर्ने अवस्था नै छ। म तपाईँहरूलाई विश गर्न चाहन्छु तपाईँहरूका सपनाहरू, तपाईँहरूका आउने भविष्य एकदम उज्जवल रहोस् र तपाईँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। किनकि तपाईँहरूले यो कैलाली बहुमुखी क्याम्पसमा थुप्रै त्याग गर्नुभएको छ, थुप्रै कुराहरू सिकाएर जाँदै हुनुहुन्छ र अवश्य पनि मास्टरमा हुने सम्पूर्ण हामीसँग थुप्रै कोर्सहरू छन्। मास्टर पढ्दाखेरि कैलाली बहुमुखी क्याम्पसलाई नै रोज्नुहुनेछ। आजको यस प्रोग्राममा थुप्रै नृत्यहरू छन्, थुप्रै गानहरू छन्, नाटकहरू छन्। यो प्रोग्रामले हामीले सकेसम्म तपाईँहरूलाई मेमोरेबल बनाउने प्रयास गर्नेछौँ। र जाँदै म तपाईँहरूलाई के भन्न चाहन्छु भने स्वतन्त्र विद्यार्थी युनियन सदैव तपाईँहरूसँगै छ। स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न कार्यक्रमहरू गरिरहेकै छ। स्वतन्त्र विद्यार्थी युनियनका लागि सबैभन्दा पहिले प्राथमिकतामा विद्यार्थी नै रहन्छन्। मेरो व्यक्तिगत जीवनभन्दा, मेरो पार्टीभन्दा, मेरो सङ्गठनभन्दा, कैलाली बहुमुखी क्याम्पसका सङ्गठनभन्दा, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस टिचर्सहरूभन्दा, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरू, याचौडी क्याम्पस प्रमुखभन्दा पनि माथि तपाईँहरू स्वतन्त्र विद्यार्थी युनियनका नजरमा स्वतन्त्र विद्यार्थी युनियनका लागि सदैव तपाईँहरू नै माथि हुनुहुनेछ। र म के भन्न चाहन्छु भने अब लगत्तै स्वतन्त्र विद्यार्थी युनियनले थुप्रै कार्यक्रमहरू गर्दैछ।
स्वतन्त्र विद्यार्थी युनियनले लगत्तै टपर्स मिटिङको आयोजना गर्दैछ। स्वतन्त्र विद्यार्थी युनियनले टपर्सहरूलाई सम्मान गर्ने गर्दछ। यहाँ सेमेस्टर वाइजमा आएका टपर्सहरूलाई पनि सम्मान गर्नुपर्छ, उहाँबाट पनि केही सिक्नुपर्छ, उहाँलाई सम्मान गर्नुपर्छ। टपर्स मिटिङको आयोजना गर्दैछ। त्यसपछि एड कम्पिटिसनको आयोजना गर्दैछ। त्यसपछि वेबसाइट पनि हामीले बनाउने प्रयासमै छौँ र वेबसाइट पनि तपाईँहरूको कस्तो गर्दैछ भने चाहिँ स्वतन्त्र विद्यार्थी युनियनको वेबसाइट, जसमा चाहिँ विभिन्न तपाईँहरूका नोट्सहरू, तपाईँहरूका मोडल क्वेसन पेपर्सहरूलाई कलेक्ट गरेर तपाईँहरूलाई सहजीकरण होस् भनेर वेबसाइट पनि बन्दैछ। र अन्त्यमा म के भन्न चाहन्छु भने मेरा सम्पूर्ण विद्यार्थीहरूले यस क्याम्पसमा यो सोभि टिमलाई हरेक मतको कदर गरिन्छ, दिनुभएको हरेक मतको कदर गरिन्छ भन्दै म मेरा 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। जय क्याम्पसी, जय नेपाल। धन्यवाद दिन चाहन्छु। आजको यस कार्यक्रममा